गुड मर्निङ गाइस, गुड मर्निङ पनि के भन्नु, म सुतेकै छैन। अहिले ठ्याक्कै कति बज्यो, 3 बज्यो, 3 बज्न लाग्यो भनौँ। फिट्टिकै निन्द्रा लाग्यो त मरिजाउँ। आज गाउँ जाने, म रामेछाप जाने बाबासँग, अनि हामी बाइकमै राइडमै जाने हो। मिन्स म ब्लग बनाउँदै जान्छु आज। त्यो एक्साइटमेन्ट, त्यो गाउँ जान पाएको खुसी, निन्द्रा त फिट्टिकै लागि छैन। अलिकति सुत्नुपर्ने, बाटोमा गाह्रो भयो भने एनीवे मलाई गाह्रो हुँदैन, गाह्रो भएछ भने सेयर गर्नलाई केही छैन। आई विल क्रिएट सम मेमोरिज। अनि गोप्टीहरू सुतिरहन्, म चाहिँ उठेर रेडी हुन्छु। गाइस म चाहिँ रेडी भइसकेँ। एनीवे हाउ इज माई लुक? बाई माई क्युट क्याप होइन, कस्तो हाइकिङ भाइब्स दिने क्या। अब गाउँ जाँदैछु होइन, हल्का हाइकिङ भाइब्स चाहिँ चाहिहाल्यो नि। गाउँ भने अब हामी सहर बस्ने, काठमाडौँ बस्ने भने त गाउँ त कस्तो हरियाली वन जङ्गल रमाइलो लाग्छ होला। अब आई डोन्ट नो, राइडमा जाँदैछु, काइन्ड अफ सबै कुरा त म रेकर्ड गरेर एक्सप्लोर गर्ने नै हाल्छु। त्यो पनि कस्तो कति पछिका लाइक 5-6 इयर्स पछि जाँदैछु म रामेछाप। अनि त्यतिखेर त काइन्ड अफ भिडियोहरू खिच्ने त्यस्तो पनि थिएन नि त, अलिकति साइनेस थियो। अब अहिले चाहिँ सबै कुरा रेकर्ड गरेर एक्सप्लोर गरेर पुरै फुल्ली इन्जोय गर्ने मुडमा जाँदैछु। अनि काइन्ड अफ कस्तो एक्साइटेड म यति एक्साइटेड छु कि म रातभरि सुतिनँ। इट्स अलरेडी 3:40 अनि मलाई 3:30मा जानुपर्छ भने तर साह्रो मलाई निन्द्रा नलाग्यो क्या। अहिले कोही उठेकै छैन, कसैलाई भालै छैन, मै मात्रै हो यति धेरै एक्साइटेड। तर कस्तो हुन्छ क्या त्यो आफ्नो गाउँ, आफ्नो ठाउँ भनेपछि गर्नु होला। बेबी बाई, आई लभ यु। मम्मीको ख्याल राख्नु ल, पढ्नु ल, धेरै मोबाइल नचलाउनु ल। आई लभ यु, बाई। बाई बाई। बागी उड़ान पे ना जाने क्यों इलाही मेरा जी आए आए, इलाही मेरा जी आए आए। फाइनली हामी रामेछाप पुगिसक्यौँ र म अहिले फ्रेस भएर पनि आइसकेँ। अनि मेरो फुल बाटोमा कस्तो भयो भने लाइक स्टार्टिङमा चाहिँ रमाइलो भयो, त्यसपछि म अब रातभरि नसुतिकन हिँडेको मान्छे यस्तो निन्द्रा लाग्यो, यस्तो निन्द्रा लाग्यो झन्डै स्कुटरबाट लडिन त। अब खै बाबु कहाँ गयो? यहाँ भन न, हजुर भन न, हेलो भन्यो। हेलो, बाबुले मलाई के भन्यो अरे? नलागो? किन नलागो? के भन्यो अरे बाबुले मलाई? आई लभ यु भन्ने? आई लभ यु टु। माया चाहिँ नगर्ने। बाबा बाई होइन क्या, तिमी पनि जाने हामीसँग, आऊ जाऊँ। कहिले आउने हजुर? अनि मलाई भेट्न कहिले आउने? भोलि हो? साँच्चै प्रमिस गरेछ नि? भोलि आउनुपर्छ नि? भोलि आउने हस्? ल बाई बाई। खै बाई बाई भनेको? ल बाई बाई। दुईसयको त के यार, काठमाडौँबाट हालेर आएको के 200को मात्रै अर्थ्यो होला र। हेर त कति छ, कति लाइन छ हेर? 1 लाइन हो। मुदो के मुको तल भिरा र पहिरो खोलाको बाटो नमान्नु डराइर। ए भिरा र पहिरो खोलाको बाटो नमान्नु डराइर। नफुल्नु माया मनभरि फुल्यो यो जुनी तिम्रै भर। हौ नफुल्नु माया मनभरि फुल्यो यो जुनी तिम्रै। के गरे ब्रो? के? ओ हेलो, के गरे के त हेर भन्थ्यो? यता हेर्नु मेरापट्टि त्यो उ गर्छ त, अन गर्छ त दिदी। ल ल डबल लाइट के गर्ने? भयो त, डबल लाइट अन भइसक्यो। यसो हैन, डबल लाइट यो साइड लाइट हो नि त, यो हो नि डबल लाइट त। यो हो? आवाज आउँदैन इमर्जेन्सीमा। यो त धेरै नै ढल्का छ हैन, यो अगाडि नै जानु पर्ला। यहाँ फोटोसुट हुन लागिरहेको छ र फोटोसुटको क्रिएसन गर्दैछ मिस्टर शुभम कार्की। बाबु बाबु हामी कहाँ आएको? घुम्न आएको हो? कोसँग आएको? रुपा दिदीसँग आएको है। तिमी कहाँ आएको? म रामेछाप। कत्रो चिच्चाको? बेताली हो कि बनसरी रे? बेताली रामेछाप। कहाँ आएको बाबु? रामेछाप बेताली भन्छ, बेताली। ओके डिनर ओके। यो पब्जीमा चिकन डिनर भने होला है। चिकन डिनर हाम्रो चिकन डिनर आजको हाम्रो चिकन डिनर हुनुहुन्छ। टाउको यस्तो यस्तो गर्दै यस्तो के विनर चिकन डिनर। बाबु बाबा यस्तो के विनर चिकन डिनर। वन क्लिक फोटो।
बाख्रा होइन क्या मे सोध त क्वेसन छोड छैन त्यो म एक्लै भए मलाई छोडेर नजाऊ म एक्लै भए शिबु के गरेको चिची पकाएको कसले पकाएको अनि शिबु भाइलाई कसले पकाउन सिकाएको यसले भन्ने हो त कसले कपा दिजुले हो पाकोलाई पाक्यो आऊ यता धुवा आउँछ आऊ आऊ पछाडि आँखा पोल्छ आऊ आऊ सानी आऊ हेलो गाइज वेलकम टु माई ब्लग अब मेरो ब्लग सुरु भइरहेछ र मेरो ब्लगमा दुईजना बडीगार्ड लिएर हिँडिरहेछु म लेफ्ट साइड राइट साइड अनि मेरो एउटा पियुष बडीगार्ड रे के भन्छ पियुष भाइहरू भन्नु न मेरो प्यारो भाइ बडीगार्ड भन्दा कम छन् त मेरो भाइहरू हजुर के देखिरा खोला खोला जाने हो खोलासम्म हामीले खोला फाइनली भेट्टायौँ अहिलेको खोला तर हामी यति कष्ट दुःख गरेर यो खोलासम्म पुगेका हौँ भन्दै तिम्रो सङ्घर्ष के छ खोलासम्म पुग्नुको सङ्घर्ष भनेको मलाई थाहा छैन तर खोलाबाट पुग्नुको एक्सपिरियन्सै अलग छ वाउ हेलो तिम्रो सङ्घर्ष के छ अलिकति खोला पनि देखाइदिउँ होला खोला नि देखाउनु पर्छ हजुरको खोलासम्मको सङ्घर्ष कस्तो थियो अघिदेखि हामी खोलाको खोजीमा थियौँ हामी फाइनली खोलामा पुग्यौँ फाइनली हाम्रो खोला भेटिएको छ गाइस दिस इज आवर क्यूट खोला के गरेको वाउ अब हामी फिस पकड्न जाने त्यसो भए ओके लेट्स गो फर नेक्स्ट प्लेस कत्रो हामी अब कहाँ जाने खोला फिस पकड्न र हाम्रो फिसर यहाँ म्यान रेडी हुनुहुन्छ विथ खोलामै त जाने भने त मैले होइन तपाईँ कतिको एक्साइटेड हुनुहुन्छ फिस समात्नको लागि ओके ये जो वक्त है ना यहाँ जो हम काट रहे हैं ये बहुत अच्छा टाइम है देखना आगे चलकर हम इसे याद करेंगे और हंसेंगे गाउँको पानी यस्तै हुन्छ फोहोर होइन यसलाई नेचुरल सफा भन्छ थाहा पता ल थाहा पता त्यस्तो हुन्छ क्या गाउँको पानी यस्तै हो मिल्छ मिल्छ खाने नै यही हो बलुन कहाँ भेट्यौ तिमीले चाहिँ फेरि ल गाइज हामी ऐसेलुको भण्डारमा आइपुग्यौँ यहाँनिर त सबैतिर ऐसेलु नै ऐसेलु छ र मेरो 3 जना भाइ मिलेर मलाई धेरै ऐसेलु बटुलेर दिन्छ भन्ने म पुरा विश्वासको साथ भन्न सक्छु हाम्रो यहाँनिर यति धेरै ऐसेलु छ मलाई मेरो भाइले ऐसेलु टिपेर यहाँ दिन्छ थ्याङ्क यू सो मच ओके लेट्स इन्जोय ऐसेलु अब ल खाने हो ल खाऊ ल एउटा कानमा राख्नु आई लभ यु पसिना निकालेर कता केटो कस्तो लागिरहेछ खरा बाटोमा हिँडेपछि त अब पसिना त आइहाल्छ नि कस्तो भयो त एक्सपिरियन्स अब फर्किँदा नि फर्किँदा त यो बाटो सकिँदैन कस्तो लाग्यो त राम्रो लाग्यो रमाइलो भयो थाक्न नि कत्रो बाटो घुमाएको त आम्बो कस्तो चटपटे भेरी नाइस रियली कस्तो चटपटे बासी भात खा बिरालोले खायो कसले खायो त बासी भात बिरालोले खायो मैले त्यही त भने नि बिरालोले खायो मुसा मार्न गयो दुलोभित्र पस्यो गाईले किल्च्यो खोइ गाईले गाई खोलाले बगायो सुक्यो
रोशनी है चार सू जो चार सू इश्क है ये इश्क है इश्क है ये इश्क है जो छुपा है हर नजर में हर तरफ जो रूबरू इश्क है ये इश्क है इश्क कसलाई खोज्न गएको मलाई 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 नि छोडेर कहाँ गएको तिमी मलाई छोडेर कहाँ गएको भनिदेऊ त यहाँ कहाँ गएको मलाई छोडेर गएको होइन कस्तो भयो देवाली एकदम रमाइलो भयो झकास बले 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 भयो देवाली राम्रो भयो अब पानी पर्न लागिरहेछ गाइज हैन फलो गरौँ शेयर गरौँ सब्स्क्राइब गरौँ हामी त्यहीबाट आएको हैन केटा हो नाच्न लल्ला मायालाई पानको पात अरूलाई धानको पात मायालाई पानको पात कस्तो फिल भइरहेछ नो कमेन्ट देवाली कस्तो भइरह एकदम के रमाइलो मात्रै एकदम रमाइलो हजुर कस्तो भइरह बाबा देवाली कस्तो भइरह मामालाई हजुरलाई एकदम कस्तो भइरहेछ त पाइएन कान्छीहरू लास्टमा भालो आएको ल भन्नु कस्तो भइरहेछ एकदम मेरो बाबुलाई कस्तो भइरहेछ रमाइलो भइरहेछ स्पेशल देवालीको बोको सुतर कार्कीको देवालीको बोको स्पेशल के हो रे सेक्वा अब देवालीमा थोरै न खसी गर्छ नि त मेरो पुरै अपडेट छ यो देवालीकै बोको भने पुरै अपडेट छ डोन्ट वरी Thank you guys this much for today. Thank you for watching my blog. And I'm not a professional blogger, but I want to create lots of memories and I did. Thank you so much for loving me. See you in next video. Bye bye. Wait, if you haven't subscribed me, then subscribe. Bye bye.